तरकारी बेच्ने एक साधारण परिवारमाथि आएको अकल्पनीय वज्रपातले परवानीपुर क्षेत्र शोकमा डुबेको छ। बारा जिल्लाको परवानीपुरमा भएको निर्मम घटनामा आमा छोराको ज्यान गएको छ भने बाबु छोरी गम्भीर घाइते भएका छन्। घटनाको जानकारी पाए लगत्तै नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा उम्मेद्वार कृष्ण कुमार श्रेष्ठ किसान घाइते बाबु छोरीलाई भेट्न वीरगञ्ज स्थित एलएस न्युरो अस्पताल पुगे। अस्पतालको शय्यामा जीवन मृत्युसँग सङ्घर्ष गरिरहेका बाबु छोरीलाई भेट्दै उनले गहिरो समवेदना व्यक्त गरे र पीडित परिवारको पीडामा आफू साथमा रहेको सन्देश दिए। अस्पताल प्रशासनसँग छलफल गर्दै श्रेष्ठले उपचार कुनै पनि हालतमा नरोकिनु पर्नेमा जोड दिए। उनले स्पष्ट शब्दमा भने, यो परिवारमाथि ठूलो वज्रपात परेको छ। पैसाको अभावका कारण उपचार रोकिनु हुँदैन। आवश्यक परे सहयोगका सबै ढोका खुला हुनुपर्छ। उनको यो भनाइले पीडित परिवारलाई मात्र होइन, अस्पतालमा उपस्थित सबैलाई भावुक बनाएको थियो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार परवानीपुर गाउँपालिका 1 रहरिया टोलमा गए राति अज्ञात व्यक्तिको आक्रमणबाट 46 वर्षीय सुमित्रा देवी र उनका 30 वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको हो। सोही आक्रमणमा मृतक महिलाका पति 50 वर्षीय जगरूप मण्डल र 28 वर्षीय छोरी मनिता देवी गम्भीर घाइते भएका छन्। उनीहरूको हाल वीरगञ्ज स्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। एकै परिवारमा आमा छोराको ज्यान जानु र बाबु छोरी अस्पतालमा उपचाररत रहनु परेको यस घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। सामान्य जीवन बिताइरहेको परिवारमाथि यसरी हिंसा हुनु मानवता र सामाजिक सुरक्षामाथि गम्भीर प्रश्न बनेको छ। प्रहरीले घटनाको गहिरो अनुसन्धान सुरु गरिसकेको जनाएको छ।